यहाँ बोलाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद होइन। र यो भिडियो मार्फत मलाई हेरिरहनु भएको या कुरा सुनिरहनु भएको सबैजनालाई पनि एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु हामीलाई यो अपर्च्युनिटी दिनुभएकोमा। मेरो नाम चाहिँ राज अधिकारी हो। म चाहिँ फेयरलन न्यू जर्सीमा बस्छु होइन, विगत केही वर्षदेखि। र त्यहाँ चाहिँ अब हामी एकदमै नेपाली 2-4 फ्यामिलीहरू भएर एक्टिभ हुँदै हुँदै सानोतिनो एक्टिभिटिजहरू गर्दै गर्दै अलि लार्ज स्केलमा नेपालको लागि होइन अब र फ्युचर हाम्रो मिलेनियल्स जेनजी अब हुन्छ नि अहिले डिफ्रेन्ट पिँढीहरूको लागि चाहिँ नेपाल कस्तो देश हो, हामीले कस्तो कल्चर बोक्छौँ, कति धेरै चाहिँ भेराइटी छ होइन, कति धेरै डाइभर्सिटी छ भनेर अलिकति देखौँ। यहाँ जन्मेको यहाँ हुर्केको नेपाली भाइ बहिनीहरूलाई कतिवटा कुरा थाहा नहोला, त्यही भएर यसलाई चाहिँ अलिकति एक स्टेप फर्दर लगौँ भनेर हामीले लास्ट इयरदेखि चाहिँ यो नेपाल डे भनेर हामीले इभेन्ट एउटा अर्गनाइज गर्न सुरु गऱ्यौँ होइन। एकदमै राम्रो रेस्पोन्स आयो। फर्स्ट टाइम भइकन अब हामी पनि कस्तो होला भन्दै भन्दै अलमोस्ट 500 जस्तो मान्छेहरू आउनुभयो होइन। अनि त्यो सक्सेसलाई चाहिँ कायम राख्दै यसपालि झन् बिगर झन् बेटर बनाउने क्रममा हामीले चाहिँ अब मोर देन 1000 पिपल एक्सपेक्ट गरिरहेछौँ होइन। अनि यो चाहिँ एउटा मेला भनौँ न, नेपाली हाम्रो मेला महोत्सव जस्तो हो। हाम्रो कल्चरल पर्फर्मेन्सेसदेखि लिएर नेसनल कलाकारहरू 2-3 जना आउनुहुँदैछ होइन। हामीले पोस्टर प्रमोसनहरू गर्न सुरु गरिसकेको छौँ, सोसियल मिडियातिर पनि गरिसकेको छौँ। हामी सबै फुड भेन्डरहरू अब आर्ट एन्ड क्राफ्ट ह्यान्डिक्राफ्टहरूलाई पनि इन्भाइट गरिरहेछौँ होइन, स्टलहरू राखिदिनुहोस् भनेर। अनि त्यो चाहिँ म यो भिडियो मार्फत पनि सबैलाई भन्न चाहन्छु, हजुरहरू को इन्ट्रेस्टेड हुनुहुन्छ भने प्लिज हामीलाई रिच आउट गर्नु होला होइन। अनि यसरी हामीले एउटा देशको लागि र इभन फ्युचर जेनेरेसनको लागि पनि केही एउटा राम्रो इम्प्याक्ट दिन सक्छौँ भनेर चाहिँ त्यो मेसेज बोकेर हामीले गरिरहेछौँ। र राम्रो कुरा चाहिँ यहाँ युएसमा भएर पनि फेयरलन जस्तो जहाँ चाहिँ त्यस्तो धेरै नेपालीहरू भएको एउटा कम्युनिटी पनि होइन, तर त्यहाँको टाउनले पनि यो फेस्टिभललाई चाहिँ एक्नोलेज गरेर त्यो दिनलाई चाहिँ नेपाल डे भनेर नै क्यालेन्डरमा राखिदिएर घोषणा गरेर त्यहाँको पब्लिक फिल्डहरू प्रोभाइड गरिदिएर हामीलाई इभेन्ट गर्न मद्दत गरिरहेछ होइन। त्यही भएर हामी एकदमै धेरै उत्साहका साथ र एकदमै धेरै भव्यताको साथ यो वर्ष पनि यसलाई सक्सेसफुल पार्ने क्रममा छौँ। यहाँ कस्तो कस्तो किसिमको स्टलहरू अहिलेसम्म बुकिङ भएको छ नेपाली फुडहरू लगायतका जुन भन्नुभयो यहाँले होइन, कस्तो कस्तो स्टलहरू बुक भएको छ र यहाँको संस्कृति झल्किने कुराहरू चाहिँ के हुन गइरहेको छ यो प्रकार? यहाँ चाहिँ अहिलेसम्म चाहिँ हाम्रो 2-4वटा नेपाली रेस्टुरेन्टहरूले बुकिङ गरिसक्नु भएको छ। उहाँहरूको प्लान चाहिँ कसैले लाइभ सेलरोटी बनाउनु हुँदैछ, कसैले ती मोमो कुक गर्नुहुँदैछ। बेसिकली हामीले चाहिँ उहाँहरूलाई बनाएर ल्याएर त्यो हटकेसमा राखेर सेल नगर्नुहोस्, बरु यहाँ लाइभ कुकिङ गरिदिनुहोस् भनेर रिक्वेस्ट गरेका थियौँ। त्यही भएर त्यो रिक्वेस्टलाई मानेर उहाँहरू चाहिँ त्यही नै गर्नुहुँदैछ। अझ मेरो इच्छा चाहिँ लाइभ यस्तो बारा योमरी बनाउने पनि भए हुन्थ्यो भनेर मैले त्यो पनि चिने जानेकोतिर रिक्वेस्ट गरिरहेको छु होइन, तर पाएको चाहिँ छुइनँ। तर त्यस्तो कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने हामी एकदमै उहाँलाई पनि होइन त्यो रेस्टुरेन्ट या त्यो बिजनेसलाई पनि हामी चान्स दिनलाई एकदमै तयार छौँ। अब त्यो बाहेक अरू त स्टेज प्रोग्रामहरू हामीले नेपाली कल्चरल अब डिफ्रेन्ट डान्सिङ पर्फर्मेन्सेसहरू आफ्नो वेशभूषा लगाएर होइन डिफ्रेन्ट गीतहरूमा नाच्नेहरू हुनुहुन्छ। अनि यसपालि हामीले अब डिफ्रेन्ट सङ्घ संस्थालाई भनेर एउटा अलमोस्ट एउटा टाइम स्लट छुट्याएर चाहिँ विभिन्न जात जातिको झाँक्री पनि देखाउँ भनेर पनि प्लान गर्दैछौँ। त्यही भएर यो धेरै तरिकाबाट चाहिँ हामीले यसलाई एकदमै डिफ्रेन्ट संस्कृति झल्काउने कार्यक्रमहरूको रूपमा राखिरहेछौँ। एकदमै एकदमै राम्रो न्यू जर्सीबाट पनि यहाँले यति राम्रो कामको सुरुवात गर्नुभएको छ होइन। यसमा चाहिँ कस्तो कस्तो मानिसहरू आउँछन् होला, स्टेट यहाँको सिनेटरहरू लगायत अब अथवा नेपालबाट पनि होइन, कस्तो कस्तो मान्छेको समावेश गर्ने विचार गर्नुभएको छ? हामीले लास्ट इयर पनि फर्स्ट टाइम भइकन हामीसँग युएस कन्सुलेट हुनुहुन्थ्यो होइन, उहाँहरूले यसपालि पनि आउँछु भन्नुभएको छ। टाउनको मेयरहरू डेपुटी मेयरहरू सबैजना हुनुहुनेछ होइन, लास्ट इयर पनि हुनुहुन्थ्यो, त्यही भएर उहाँहरू सबै आउनुहुँदैछ। अनि त्यसपछि अब अरू विभिन्न यो सङ्घ संस्था रेड क्रस रोटरीहरूको पनि हुनुहुन्छ मान्छेहरू होइन। यहाँ चाहिँ त्यो संस्थाहरूबाट चाहिँ नेपाली मात्र नभएर नन नेपालीहरू पनि हुनुहुन्छ होइन, सबैजना आउने प्लानमा हुनुहुन्छ। अब नियर बाई स्टेटहरू या न्युयोर्क भयो, कनेक्टिकट भयो, पेन्सिल्भेनिया, भर्जिनिया सबैतिरबाट आउनुहुँदैछ। कलाकारमा हाम्रो अब जेम्स प्रधानजी आउनुहुँदैछ क्यालिफोर्नियाबाट होइन, कृष्ण काफ्लेजी पनि आउनुहुँदैछ। त्यही भएर धेरै नै विभिन्न नेपाली मात्र नभएर यहाँ चाहिँ अब विभिन्न जात जाति र विभिन्न नेसनालिटीको मान्छेहरू नै आउने हाम्रो अपेक्षा छ। एकदमै एकदमै ब्युटिफुल अब तपाईँहरूले
यो नेपाल पर्यटन भित्र्याउने पनि एक किसिमको एउटा ठुलो यो कार्यक्रम हो होइन। हजुर त्यसमा चाहिँ स्पेसली चाहिँ नेपाल को लागि नेपाललाई आकर्षण गर्नको लागि के त्यस्तो नाराहरू अथवा त्यस्तो केही लिएर अगाडि बढ्नु भएको छ यो कुरा? हामीले ठ्याक्कै त्यस्तो नारा चाहिँ लिएको छैनौँ। हामीले चाहिँ अब एउटा नेपाल डे न्यू जर्सी होइन, अब कल्चर कम्युनिटी प्राइड भनेर हामीले धेरैवटा कुरालाई विभिन्न पोस्टर प्रमोसनहरूको अनुसारले प्रमोट गरिरहेछौँ होइन। विभिन्न डाइभर्सिटी भए पनि एउटै कल्चर हो यस्तो भनेर त्यस्तो चाहिँ हामीले गरिरहेको छौँ। तर त्यो हुँदाहुँदै पनि हामीलाई अब एउटा इच्छा चाहिँ एउटा माउन्टेनियरिङको गियर्सहरू राखेर माउन्ट एभरेस्ट सम्बन्धी केही राखौँ भन्ने हामीले लास्ट इयर पनि इच्छा गरेको, तर इच्छा गर्दा गर्दै पनि हामीले त्यो गर्न सकेनौँ होइन। यसपालि पनि ट्राई गरिरहेछौँ, अब सक्सेसफुल होइला नहोइला, तर वी आर ट्राइङ आवर बेस्ट टु डु द्याट होइन। अनि अर्को एउटा प्लानिङ अहिले भइरहेको चाहिँ एउटा कुनै कर्नर सेक्सन चाहिँ वुमेनहरूको लागि भनेर, लाइक होइन, अब जस्तो फर्स्ट नेपाली डक्टर कोही हुनुहुन्थ्यो या त्यस्तो भनेर म नै त्यसको अहिले लिड गरेर त्यो कलेक्सन बनाइरहेको छु होइन। त्यसको पनि एउटा पोस्टर राखेर अब हामीहरू नेपाल डे न्यू जर्सी चाहिँ वी सल्युट वुमेन होइन, जसले चाहिँ नेपालमा मात्र नभएर वर्ल्डभरि नै इम्प्याक्ट पार्नु भएको छ। उहाँहरूलाई चाहिँ एउटा सल्युट अनुसारले होइन को रूपमा हामीले एउटा कर्नर या कतै स्टेजमा नभए पनि बाहिर अडियन्सहरू बस्ने एरियामा हामी त्यो पनि प्लान गरिरहेछौँ कि लेट्स मेक एउटा कर्नर, डेजिग्नेटेड कर्नर फर वुमेन इम्पावरमेन्टको एउटा मेसेज दिने गरेको जाओस् भन्ने पनि हाम्रो प्लानिङ भइरहेछ। हजुर एकदमै राम्रो, सबै कुराहरूलाई समेटिराख्नु भएको रहेछ, ट्राई गर्दैछौँ हजुर। सबै कुरा गर्नु। अब यसमा चाहिँ विभिन्न सङ्घ संस्थाहरू पनि आबद्ध भइराख्नु भएको नै छ डेफिनेटली पनि होइन। यसमा फाइनेन्सियल कुराहरू चाहिँ कसरी चाहिँ कभरेज, कति जति अनुमान लाग्छ होला र कसरी कभर गर्छु, कसरी यो कुरालाई चाहिँ सक्सेस गर्छु जस्तो लाग्छ? हजुर हामीलाई अब लास्ट इयर पनि अब फन्डिङ त एकदमै जरुरी नै भइहाल्यो होइन, किनभने अब आर्टिस्टहरूलाई पे गर्नु पऱ्यो, लजिस्टिक हेर्नु पऱ्यो, टाउनले पनि इभेन्ट गरेको पैसा लिन्छ होइन, अनि अब सर्टिफिकेट भन्यो होइन, धेरै कुरामा खर्च हुन्छ नि। त्यही भएर लास्ट इयर पनि हामीले यसलाई डोनेसन र स्पोन्सरसिपहरू बिजनेसेसहरूबाटै रिक्वेस्ट गरेर लिएर गरेको थियौँ। यो वर्ष पनि हामी त्यही नै गर्दैछौँ। अब ठ्याक्कै यति नै भन्ने चाहिँ छैन अहिलेसम्म, तर वी आर डुइङ आवर बेस्ट होइन। अलिअलि रकमहरू जम्मा भइरहेको छ, रकम हुने क्रममा छ। कोही कोहीहरूले प्रतिबद्धता दिनुभएको छ कि हामी सेन्ड गर्छौँ या डोनेट गर्छौँ यति, हाम्रो नाममा यतिले उ गरिदिनुहोस् भनेर होइन। त्यही भएर त्यसमा पनि हामी गरि नै रहेका छौँ। एकदमै ठिक छ, एकदमै राम्रो कामको सुरुवात गर्नुभएको छ है। अनि अब यहाँहरूलाई अब यो कार्यक्रममा उपस्थित हुनको लागि न्यू जर्सी एरिया अथवा न्यू आसपासका राज्यहरू सबैजनालाई एकपटक आह्वान गरिदिनु न। हुन्छ, मैले चाहिँ यही भिडियो मार्फत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी होइन, आमा बुवा सबैजनालाई नै आफ्नो फ्यामिली लिएर, अनि फ्यामिली चाहिँ नछुटाउनु होला, किनभने मैले अघि भने जस्तो यो चाहिँ हामीले त देखेर आएको, नेपालमा पनि देखियो होइन, यहाँ पनि देख्यौँ। त्यही भएर यो हाम्रो लागि गरेको होइन, यो चाहिँ हजुरहरूको छोराछोरीको लागि गरिरहेको हो। अझ नेपालमा हुर्केर यहाँ आएर बसेकोहरूले त देख्नु भएको, तर यहाँ जन्मेको बालबच्चाहरूले चाहिँ थाहा पाएको छैनन् होला है भनेर चाहिँ हामीले, मेरै पनि 2टा बच्चाहरू छ होइन, जो चाहिँ यहीँ जन्मेर यहीँ हुर्किरहेछन्। त्यही भएर हामीले चाहिँ एउटा इक्जाम्पल सेट गरेर नेपाल पनि यस्तो रहेछ होइन। अब कहिले वर्षमा जानु पाइएला, कहिले 3-4 वर्षसम्म नेपाल जानु पाइरहेको हुँदैन। त्यही भएर एउटा मेला जस्तो गरेर नेपाललाई देखाउने, चिनाउने मौका चाहिँ यो हाम्रो हो होइन। अब त्यसमाथि नेटवर्किङ, चिनजान होइन, हाम्रो कल्चरल उहरू त छँदै नै छ। मिठो खानाको स्वाद लिँदै बाहिर फिल्डमा यस्तो राम्रो हरियालीको बिचमा न्यू जर्सी फेरि रमाइलो ब्युटिफुल छ होइन। त्यही भएर सबैलाई नै आउनलाई आह्वान गर्छु र यो प्लेटफर्म दिनुभएकोमा पनि हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन। त्यही भएर आफ्नो साथीभाइहरूलाई, आफन्त छरछिमेक, अनि जरुरी छैन नेपालीलाई मात्र आउनुपर्ने, हाम्रो इन्डियन दाजुभाइहरू, बङ्गलादेशी, चाइनिज होइन, यहाँ आउनुभएको अमेरिकन, युरोपियन, लाइक एनी वान क्यान कम, फ्री एन्ट्री हो होइन। सबैजनालाई नै यो भिडियो मार्फत चाहिँ वेलकम भन्न चाहन्छु। हजुर समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हुन्छ, हजुरलाई पनि धन्यवाद। थ्याङ्क यू सो मच। हेलो नमस्ते, म किशोर सुब्बा, हेलो अमेरिकाको निर्देशक। हेलो अमेरिका, मोटोमा लामा, सह निर्देशक हेलो अमेरिका। हेलो अमेरिका, म प्रस्तोता सुमन थामसाङ लिम्बू। हेलो अमेरिका, म सम्राट कार्की, सिनेमेटोग्राफर एन्ड एडिटर।